Hi guys, welcome back to my vlog after so long. एक वर्ष 2 वर्ष जति भयो क्या हो तर मैले बिर्सिसकेँ भ्लग बनाउन तर पनि लेट्स सी हामी आज छौँ गार्डन अफ ड्रिम्समा वाउ मेन पर्पस चाहिँ आज हाम्रो यहाँ अफिसबाट चाहिँ कन्टेन्ट क्रिएट गर्न आएको अनि हामीले सके भिडियो बनाएर त्यही भएर मेरो भ्लग अब चाहिँ सिद्धिकाले भ्लग गरिरहेको छ ऊ बोलेको बोलै छ तर माइक चाहिँ मसँग छ त्यही भएर के बोलेको केही थाहा छैन बोल्न चाहिँ बोलिरहेछ अब उसले भ्यू पनि देखाउँछ सुई भ्यू पनि देखायो अब म आउँछु त्यसपछि चाहिँ Guys, when I start Garasu, I should vlog on it. You have to see her. Have a look. Oh my god. Oh my god. We ignore her. म आज घुमेकी घुमेछु ल फेरि घुम्न थाले हाम्रो भ्लग सक्यो भन्नु लाग्यो हाम्रो सुटिङ सक्यो फाइनली अब watch our mini vlog बाइ हैन बाइ हैन वेलकम अब बल्ल चाहिँ राम्रोसँग खिच्छौँ तर यो भिडियोमा धेरै बोल्दैनौँ हामी थोरै थोरै एउटा सरर वाला क्लिपहरु आउँछ जसमा चाहिँ म हिरोइन जस्तै Okay guys, now enjoy our vlog. ल हिँडौँ यहीँबाट सबै सर्लक्क खिचिराखौँ है ओके यति स्टेबल भएर बोक्न सक्नुहुन्छ त छैन हैन ए सब बोक्न त सकिहाल्छु नि लाइक डु यु हेभ सम स्टोरीज केही भन्नु उयो त माथि माथि के ठाउँ जाम एकैछिन हामी चाहिँ अब यो सबै ठाउँ एक्सप्लोर गर्छौँ हामीले चाहिँ कुनै कुनै ठाउँमा मात्र भिडियो खिचा उ के रे क्लिप ल्याछौँ अफिसको भिडियोको त्यो भिडियो हेर्न चाहिँ एडु कनेक्टको पेजमा गएर हेर्न सक्नुहुनेछ यस यस अनि अर्को भनेको अब हामी सबै यो गार्डन उ यताबाट जाउँ हैन यो गार्डनको भ्लग चाहिँ यहाँबाट आउँछ उता चाहिँ कस्तो भिन्टेज प्लेस छ गाइज लाइक आई थिंक सो है म त आई हैव नेभर बीन हियर बिफोर फुल हेर न कस्तो टुक एउटा फलेको त्यस्तो रहेछ There are so many fountains here. Yes? Yes. Yes? Yes. Oh my god. Wow, यो ठाउँ कस्तो राम्रो यहाँ फोटो खिच्नु पर्यो अब चाहिँ watch our photo session. त्यहाँ वासरुम Guys, like मलाई के भन्छ भने म्यामलाई चाहिँ हैन ऐश्वर्या मलाई चाहिँ दिनमा 50 चोटी जानुपर्छ 50 लाइक अनि म यहाँ के भयो भने अफिसबाट ठ्याक्क निस्किँदाखेरि मलाई आइसकेको थियो अनि त्यसपछि अब ड्राइभ पनि आइसकेको थियो सो अनि जान पाएन म अनि यहाँ आएपछि टाइमै थिएन नि त अनि त्यसपछि वासरुम पनि थियो भन्ने थाहा थिएन तर मैले भर्खर यहाँ अनि म्याम एउटा यस्तो मान्छे हो जसले वासरुम गएर टिस्यु ल्याइदेऊ न भनेर मेसेज गर्छ टिस्यु त्यो एक्स्ट्रा चाहिएर हो क्या ल अब चाहिँ so beautiful. Oh my god, restaurant ma छिरायो यो के हो लप्सीको घेरा रहेछ
हाम्रो चाहिँ अब चाहिँ फ्रीली हामीले कन्टिन्यू गर्न सक्छ यस ब्लगिङ मलाई कस्तो भोक लाग्छ तर किन भोक लागेन त्यो लेभलको त छैन अलिअलि चाहिँ मलाई भोक लाग्छ तर अब पहिला फोटो खिच्छ अनि त्यस खानु यस यस ओ माय गॉड यो चरा कति क्याउ क्याउ गर्छ चराको खानु भयो नि के भयो भने मैले चाहिँ रिलवाला भिडियो बनाइरहेको थिएँ होइन अनि त्यसपछि मसँग हेडफोनहरू केही छैन अनि त्यसपछि म यहाँबाट हिँडेर उता गइरहेको थिएँ अनि मैले गलत भने अनि र म फर्किने बेला पनि ठ्याक्कै एकैचोटि भएको क्या त्यो म हालिदिन्छु त्यो मिलाएर 2 3 गो जाऊ किन त्यहीँ गइर ल आउँछ के ए ल ल ल भइरह 1 2 3 गो गएको चाहिँ नहिस्किन्छ गाइस ल घुम्यो वानमा छ ओके हामी पोका पत्याबाट बोकेर हिँड्यौँ आफ्नो घरतिर होइन सुरुमा पिङ खेल्न जान्छौँ हामी रहेछ मैले फर्स्ट टाइम देखाएको थिएँ चाहिँ तर कस्तो रोयल देखाएको है त्यो ठाउँ साडी लाएर आउने फोटो खिच्नु अब यही टिकट लिएर क्या आज ओ माई गॉड हाँ यही राखौँ म अघि पनि यही त थियो हे हे त्यत्रो त्यहाँ भरे हुँदा हुँदै यहाँबाट जाँदै एकचोटि अब हामी लास्ट एउटा यहाँ खिच्ने अनि जाने बाई गरिदिउँ नगर रियलाइज कि मेरो माइक यत्रो एन्टायर टाइम नै पुरै अफ थियो यत्रो र एन्टायर ठिकै छ अब मेरो माइकले क्याप्चर गरेको छ अलिअलि बोलेको चाहिँ नभए मेरो म धेरै बोलाएन गाइस अब नेक्स्ट भ्लगमा यो सेम ओके अब आजको लागि यति नै ल बाई 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 लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू एन्डिङ भन्दा अलिकति अगाडि राख्छु यो चाहिँ हाम्रो फाइनल लुक हो हामी अफिसबाट सधैँ यसरी नै घर जान्छौँ आज मेरो कोट भएर मात्रै यो कोटभित्र ज्याकेट लगाएँ मैले नभए चाहिँ मास्क र क्याप पनि लाउँछु कि नभए चाहिँ मैले ज्याकेट लाएर यो पनि यसरी भित्रबाट लाएर हुन्छ द्याट्स इट गाइज बाई